हेलो नमस्ते, यहाँलाई हाम्रो युट्युब च्यानल लोकसेवा सहयात्रीमा हार्दिक स्वागत छ। म सुदीप डाँगी। यहाँले अझसम्म पनि हाम्रो युट्युब च्यानल सब्स्क्राइब गर्नुभएको छैन भने कृपया सब्स्क्राइब गरेर सँगैको बेल आइकन थिच्न नबिर्सनुहोला। यसो गर्दा यहाँले हामीले भिडियो अपलोड गर्ने बित्तिकै यहाँहरुकोमा पुग्नेछ र सजिलै ज्ञान प्राप्त गर्नुहुनेछ, ज्ञान आर्जन गर्नुहुनेछ भन्ने हामीले हौसला प्राप्त गर्नेछौं है। आज मैले यहाँलाई विशेष गरी वन सेवाको लागि उपयुक्त, आवश्यक, महत्त्वपूर्ण जडीबुटी भन्ने टपिक चाहिँ यहाँहरुको बारेमा चाहिँ जानकारी गराउन गएको छु। टपिक यो चाहिँ जडीबुटी भनेको के हो त भन्दाखेरि औषधीय गुण भएका वनस्पति। यसलाई चाहिँ हामी सर्टकरीमा यसरी चाहिँ बुझ्न सक्छौं। औषधीय गुण भएका वनस्पतिलाई हामीले जडीबुटी भनेर भन्ने गर्छौं। नेपालमा विश्वमा पाइने वनस्पतिको 3.2% वनस्पति के पाइन्छ, नेपालमा पाइन्छ भने वन्यजन्तु, विश्वमा पाइने वन्यजन्तुको के त 1.1% वन्यजन्तु चाहिँ नेपालमा पाइन्छ है। यसरी हामीले के गर्न सक्छौं, सुरुमा हामी चाहिँ वनस्पति 3.2% पाइन्छ विश्वमा पाइने चाहिँ वनस्पतिको नेपालमा विश्वको 3.2% पाइन्छ भने वन्यजन्तु नेपालमा 1.1% पाइन्छ रहेको छ है। नेपालमा पाइने रैथाने वनस्पति, नेपालमा पाइने रैथाने वनस्पति कति 542 प्रजाति है। नेपालमा 542 प्रजातिको चाहिँ के पाइन्छ, वनस्पति पाइन्छ। त्यसमध्ये के त भन्दाखेरि फूल फुल्ने चाहिँ 293 र फूल नफुल्ने 249 है। 293 के फूल के त भन्दाखेरि यो चाहिँ फुल्ने, 249 चाहिँ फूल नफुल्ने भनेको नेपालमा पाइने रैथाने वनस्पति 542 प्रजाति, त्यसमध्ये फूल फुल्ने प्रजाति 293 र फूल नफुल्ने प्रजाति 249 वटा प्रजाति चाहिँ पाइने गर्छ। नेपालमा पाइने जम्मा चाहिँ जडीबुटी प्रजाति, नेपालमा चाहिँ के त भन्दाखेरि नेपालमा पाइने औषधिजन्य जडीबुटीहरू, नेपालमा पाइने औषधिजन्य वनस्पति नेपालमा औषधिजन्य वनस्पति चाहिँ कति त भन्दाखेरि 819 प्रजाति चाहिँ पाइन्छ। जसमध्ये यो 819 प्रजातिका औषधिजन्य जडीबुटीहरू मध्ये रासायनिक परीक्षण समेत भएका जडीबुटी कति छन् त भन्दाखेरि रासायनिक परीक्षण समेत भइसकेका कति 238 प्रजातिको चाहिँ के छ, प्रजातिको चाहिँ रासायनिक परीक्षण समेत भइसकेको छ। भनेको नेपालमा विश्वको 3.2% वनस्पति पाइन्छ, वन्यजन्तु 1.1% पाइन्छ। नेपालमा पाइने रैथाने वनस्पति 542, त्यसमध्ये 293 फूल फुल्ने, 249 फूल नफुल्ने र औषधिजन्य वनस्पति चाहिँ नेपालमा पहिचान भएका 819 र त्यसमध्ये रासायनिक परीक्षण समेत भइसकेका कति 238 प्रजातिका चाहिँ जडीबुटीहरू के भएको छ, रासायनिक परीक्षण समेत भइसकेको छ। भने नेपालमा चाहिँ आर्थिक विकासको लागि चाहिँ प्राथमिकता प्राप्त है, नेपालमा आर्थिक विकासको लागि प्राथमिकता प्राप्त जडीबुटी चाहिँ 33 प्रजातिका रहेका छन् है। आर्थिक विकासका लागि प्राथमिकता प्राप्त कति भन्दाखेरि 33 प्रजाति, नेपालका 33 प्रजातिका जडीबुटीहरू आर्थिक विकासको लागि के छन्, प्राथमिकता प्राप्त रहेका छन्। भने खेती प्रविधि तथा अनुसन्धानको लागि के छन् 13 प्रजाति है। खेती प्रविधि र अनुसन्धानका लागि चाहिँ 13 प्रजाति के छन् त भन्दाखेरि प्राथमिकता प्राप्त छन्। भनेको खेती प्रविधि र अनुसन्धानको लागि 13 प्रजातिलाई के गरेको छ त भन्दाखेरि प्राथमिकतामा राखिएको छ। भने आर्थिक विकासको लागि नेपालका 33 प्रजातिका चाहिँ जडीबुटीहरूलाई के गरेको छ त भन्दाखेरि प्राथमिकतामा राखेको छ है। अब कुन जडीबुटीको कुन भाग प्रयोगमा आउँछ भन्ने म तपाईलाई सर्टकटमा चाहिँ सिकाउन चाहन्छु। जडीबुटीको प्रयोगमा आउने भाग, जडीबुटीको प्रयोगमा आउने भाग
जस्तो जडीबुटी कुनै कुनै जडीबुटीहरू चाहिँ पुरै भाग प्रयोगमा आउँछन्, सम्पूर्ण भाग प्रयोगमा आउने जडीबुटीहरूमा हामीले चाहिँ गुची झ्या मजया, गुची झ्या मजया भनेको गु भनेको गुच्ची च्याउ, ची भनेको चिराइतो, झ्या भनेको झ्याउ, म भनेको मजिठो, ज भनेको जङ्गली सयपत्री, या भनेको यार्सा गुम्बा। यसरी के त गुची झ्या मजया भनेको गुची च्याउ, चिराइतो, गुची च्याउ, चिराइतो, झ्याउ, मजिठो, जङ्गली सयपत्री र यार्सा गुम्बा। यी चाहिँ यस्ता जडीबुटीहरूको पुरै भाग हैन, जरादेखि टुप्पा फेद सबै चाहिँ पात हैन डाँठ सबै चाहिँ के त भन्दाखेरि प्रयोगमा आउँछ है यी जडीबुटीको। अब यो चाहिँ सम्पूर्ण भाग प्रयोगमा आउने भयो। अर्को चाहिँ के त भन्दाखेरि हामीले फेरि जरा अथवा चाहिँ फल, सुरुमा चाहिँ हामीले फलको बारेमा गरौँ। फल प्रयोगमा आउने, फल प्रयोगमा आउने कुन कुन जडीबुटीको फल प्रयोगमा आउँछ त भन्दाखेरि साथीहरू यो पनि हामीले के गर्न सक्छौँ, हामीले सूत्रबद्ध गर्न सक्छौँ। असुरिटी भनेर चाहिँ सूत्रबद्ध गर्न सक्छौँ। असुरिटी, असुरिटी, अ भनेको अमला, अमलाको के फल प्रयोगमा आउँछ। सु भनेको सुगन्ध कोकिला लाको के फल प्रयोगमा आउँछ। री भनेको रिठाको के गर्छ फल प्रयोगमा आउँछ। टी भनेको टिमुरको फल प्रयोगमा आउँछ। यसरी असुरिटी भनेर हामीले के गर्न सक्छौँ भनेको अमलाको प्रयोगमा आउने भाग भनेको अमलाको कुन भाग फल प्रयोगमा आउँछ। त्यसै गरी सुगन्ध कोकिलाको फल प्रयोगमा आउँछ, रिठाको पनि फल प्रयोगमा आउँछ र टिमुरको पनि फल प्रयोगमा आउँछ। यिनी के हुन् फल प्रयोगमा आउने जडीबुटीहरू भयो है। अब चाहिँ जरा प्रयोगमा आउने, जस्तै उदाहरणका लागि हैन जरा, जरा प्रयोगमा आउने जस्तो उदाहरणका लागि हामीले जरा प्रयोगमा आउने के गर्न सक्छौँ। जस, ज भनेको जटामसी, जसका जरा प्रयोगमा आउँछन्। जसका जरा, ज भनेको जटामसी, जटामसीको पनि के त भन्दाखेरि जरा चाहिँ प्रयोगमा आउँछ भने सर्पगन्धाको पनि के त भन्दाखेरि जरा प्रयोगमा आउँछ। जसका जरा प्रयोगमा आउँछन् भनेर याद गर्नुपर्छ यसलाई। जस, जटामसी र सर्पगन्धा। अब यसै गरी चाहिँ गानो प्रयोगमा आउने, कसैको के हुन्छन् तर चाहिँ जरामा गानो लागेको हुन्छ, त्यो चाहिँ गानो प्रयोगमा आउने। जस्तै उदाहरणको लागि हामीले चाहिँ गानो प्रयोगमा आउने जडीबुटीको रूपमा हामीले चाहिँ भ्याकापा भनेर हामीले गर्न सक्छौँ। भ्याकापा, भ्याकापा है, भ्याकापा, पा भनेको 5 औँले है, 5 औँलेको गानो प्रयोगमा आउँछ। का भनेको काकोली है, काकोली भनेको हामीले चाहिँ वन लसुन पनि भन्ने गर्छौँ हैन। काकोलीको पनि के गानो प्रयोगमा आउँछ। र अर्को चाहिँ भ्याकुरको पनि गानो प्रयोगमा आउँछ। यसरी के त भन्दाखेरि जडीबुटीको भ्याकापा हामीले के गर्न सक्छौँ, त्यो चाहिँ गानो प्रयोग। जस्तो गुची झ्या मजया हैन, पुरै भाग प्रयोगमा आउने गुची च्याउ, चिराइतो, झ्याउ, मजिठो, जङ्गली सयपत्री र यार्सा गुम्बा। फल प्रयोगमा आउने चाहिँ असुरिटी, अमला, सुगन्ध कोकिला हैन, रिठा, टिमुर। यसै गरी चाहिँ जरा प्रयोगमा आउने जसका जरा हैन, ज भनेको चाहिँ जटामसी, स भनेको सर्पगन्धा। यसै गरी भ्याकापा भनेको चाहिँ गानो प्रयोगमा आउने जस्तो चाहिँ भ्याकुर, अनि त्यसपछि काकोली हैन, वन लसुन हैन। पा भनेको चाहिँ के 5 औँले भ्याकापा है। यसरी हामीले चाहिँ थाहा पाउन सक्छौँ। अब यस चाहिँ जडीबुटीभित्र पनि के त भन्दाखेरि जडीबुटीको उपनाम है, जडीबुटीको उपनाम है। जडीबुटीको उपनाममा जस्तो हामीले केमा यार्सा गुम्बा, यार्सा गुम्बालाई यार्सा घिन्चु पनि भन्ने गर्छ, यार्सा घिन्चु भनेर पनि भन्ने गर्छ। अनि त्यसपछि चिराइतोलाई तिते भन्छ। चिराइतोलाई अर्को नाम उपनाम अर्थात् चाहिँ हामीले स्थानीय नाम हैन, तिते भनेर पनि भन्ने गर्छ। यसै गरी चाहिँ हामीले के त भन्दा गुर्जोलाई चाहिँ निमलहरा भनेर भन्ने गर्छ। गुर्जो यहाँले सुन्नुभयो होला, कोरोनाको बेला धेरै चाहिँ चर्चित थियो। निमलहरा
गुर्जोलाई चाहिँ निम्लहरा भनेर भन्न सक्छौँ हामीले। अर्को चाहिँ के त धसिङ्गरीलाई चाहिँ के त पटपटे भनेर भन्न सक्छौँ। धसिङ्गरीलाई हामीले के भन्छ पटपटे भन्न सक्छौँ है, पटपटे भनेर भन्न सक्छौँ। यसलाई चाहिँ मसिनो पनि भन्न सक्छौँ है, मसिनो है, मसिनो पनि भनेर भन्न सक्छौँ। यसै गरी चाहिँ के त भन्दाखेरि हामीले चाहिँ पदमचाललाई चाहिँ अमलभेद भन्न सक्छौँ। पदमचाललाई हामीले के भन्न सक्छौँ अमलभेद भनेर भन्न सक्छौँ, अमलभेद भनेर भन्न सक्छौँ। यसै गरी चाहिँ सर्पगन्धालाई हामीले चाहिँ चाँद के अरे चाँद मरुवा पनि भन्न सक्छौँ। सर्पगन्धा, सर्पगन्धालाई हामीले चाहिँ चाँद मरुवा भन्न सक्छौँ, चाँद मरुवा भन्न सक्छौँ। यसै गरी हामी सुगन्ध कोकिलालाई मयलगेडी भनेर भन्न सक्छौँ। सुगन्ध कोकिलालाई चाहिँ मयलगेडी, मयलगेडी भनेर भन्न सक्छौँ। यसै गरी कुरिलोलाई सतावरी भन्न सक्छौँ है, कुरिलोलाई हामीले के भन्न सक्छौँ सतावरी, सतावरी पनि भनेर भन्न सक्छौँ। यसै गरी हामीले जटामसीलाई भुत्ले भन्न सक्छौँ, जटामसीलाई भुत्ले भनेर भन्न सक्छौँ है, जटामसीलाई भुत्ले भन्न सक्छौँ। अनि काकोलीलाई वन लसुन भन्न सक्छौँ, हामीले वन लसुन भनेर भन्न सक्छौँ है। यसै गरी के त भन्दाखेरि सेतक चिनीलाई हामीले चाहिँ खिरौला भन्न सक्छौँ, खिरौला भनेर भन्न सक्छौँ है। यसरी चाहिँ विभिन्न नामहरू हामीले थाहा हुन्छ। पाखन बेदलाई चाहिँ पाछेन बेद भन्न सक्छौँ, दालचिनीलाई तेजपात भन्न सक्छौँ होइन है, तेजपात अथवा चाहिँ सिरकौली पनि भनेर भन्ने गर्छौँ है, सिरकौली पनि भनेर भन्ने गर्छौँ। अनि त्यसपछि चाहिँ घोडताप्रेलाई चाहिँ ब्राह्मी भनेर भन्न सक्छौँ, घोडताप्रेलाई चाहिँ ब्राह्मी भनेर पनि यसरी चाहिँ हामी नामाकरण गर्न सक्छौँ। जस्तो यासागुमालाई यासागेन्चु, चिराइतोलाई तिते, गुर्जोलाई निम्लहरा, धसिङ्गेरीलाई पटपटे मसिनो, पदमचाललाई अमलभेद, सर्पगन्धालाई चाँद मरुवा, सुगन्ध कोकिलालाई मयलगेडी, कुरिलोलाई सतावरी, जटामसीलाई भुत्ले, काकोलीलाई वन लसुन, सेतक चिनीलाई खिरौला, दालचिनीलाई तेजपात अथवा चाहिँ सिरगौली र चाहिँ घोडताप्रेलाई ब्राह्मी भनेर यसरी चाहिँ जडीबुटीको अर्को नाम अथवा स्थानीय नाम यस्ता कुराहरू चाहिँ हामीले थाहा पाउन सक्छौँ। अहिलेसम्म भिडियो हेरिदिनु भयो, थ्याङ्क यू भेरी मच। यस्तै भिडियोको लागि कृपया हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला। नमस्कार, धन्यवाद।